फाइनली म चाहिँ ट्याक्क भात खाने ठाउँमा पुगेँ। 9:45 भयो। ट्याक्क अब भात खाएर सोच त थियो रामदीप पुग्नु धेरै लेट हुन्छ। अब त्यहाँ ओह्रालोमा टारसार सेलाउँदा फेरि 11 साढे 11 बज्छ। त्यहाँ भातसात चाहिँ यहाँ खानु पऱ्यो। सुत्न चाहिँ हेरौँ कहाँ गएर सुतिन्छ। ट्याक्क यहाँ भात खाएर हिँड्नु पऱ्यो। फाइनली अहिले चाहिँ म ट्याक्क भातसात खाएर पनि हिँडिसकेँ। ट्याक्क लाएर भातसात खाएर हिँडिसकेको। अब यहाँ ओह्रालोमा गएर बस्नुपर्छ। यहाँ किन बस्ने, ट्याक्क ओह्रालोमा गएर सुत्ने 1-2 घन्टा अनि त्यसपछि उठेर बोल्न जाने हो। ट्याक्क चिलाङ्दी भन्ने ठाउँमा भात खाएँ मैले चाहिँ। अनि भातसात खाएर अब ट्याक्क आएर भन्ज्याङको ओह्रालोमा गएर टायर पनि सेलाइन्छ। त्यही सुत्ने 2-3 घन्टा अनि त्यसपछि चाहिँ जाने हो सर। रोड खाली छ, बिल्कुल खाली छ। अहिले ट्याक्क सब भात खाने बेला भइसक्यो ठाउँमा जहाँ पनि सुनसान छ रोड। अहिले चाहिँ 10:30 हुन लागेको टाइम चाहिँ म चाहिँ अब ट्याक्क 11 बजेसम्म आरे भन्ज्याङको ओह्रालोमा पुग्छु कि। ट्याक्क ओह्रालोमा ट्याक्क 1-2 घन्टा सुतेर त्यसपछि चाहिँ म हिँड्ने हो। अहिले चाहिँ ट्याक्क म चाहिँ ओह्रालोमा आइसकेँ टारसार सेलाउन। भातसात खाएर ट्याक्क 11:15 हुन लाग्यो। ट्याक्क यसै पनि आधा घन्टा 40 मिनट बस्नुपर्छ। त्यही भएर म चाहिँ यहीँ चाहिँ सुतेरै जाने 1-2 घन्टा भनेर सोचेको छु। हेरौँ 11 बज्न लाग्छ। 12, 1, 2, 3 बजेसम्म मात्रै सुत्ने सोचिरहेको छु। 3 घन्टा सुतेर ट्याक्क जानुपर्छ। रामदी गटेँ, ट्याक्क भर्खर रामदी गटेको 5:30 भइरहेछ। ट्याक्क लाएर अब चाहिँ 5:30 लगभग 11 बज्छ होला। म अझै पोखरा पुग्छ। हेरौँ कति बजी पुगिन्छ। चाहिँ म ट्याक्क लाएर यहाँ 0 भन्ने ठाउँमा आएँ। 6:15 भयो। ट्याक्क यहाँ चियासिया खाएँ। चियासिया खाएर अब हिँड्नुपर्छ। लेट त भइरहेछ। अब लेट भयो भने अहिले चाहिँ म ट्याक्क गलाङ पुगिसकेँ। चियासिया खाएर ट्याक्क त्यहाँ 0मा ट्याक्क हिँडेको अनि अलिक गलाङ आइसक्यो। अब चाहिँ यहाँबाट ट्याक्क 4 घन्टा जति लाग्छ होला पोखरा पुग्नलाई। हेरौँ कति बजी पुगिन्छ। 10:30, 11 बज्छ होला मलाई चाहिँ पोखरा पुग्दा। यो चाहिँ गलाङको बजार। म चाहिँ अहिले ट्याक्क लाएर वालिङ कटिसकेँ। 7:30 भयो। ट्याक्क पार्टीवाला पनि फोन आइसक्यो कहाँ आयो भनेर। त्यो चाहिँ हाम्रो 2टा गाडी भएको थियो सँगसँगै लोड। एउटा गाडी चाहिँ पुगिसक्यो पोखरा। म चाहिँ बाटोमा सुतेर उठ्न ढिला भयो। भित्रै खटाउन सकिँदैन। भात खाएपछि भित्र भइहाल्छ। अनि सुत्दिएको अनि बिहान उठ्नै लेट भयो। म चाहिँ भर्खर वालिङ गटेँ। सबै लोड भएको सबै हिँडेको गाडी चाहिँ अहिले पोखरा पुगेर खाली पनि भइसक्यो अरे। हेरौँ म कति बेला पुग्थ्यो। जान चाहिँ म अब सरस्वत जाने हो। अहिले चाहिँ ट्याक्क 9:30 भयो। म चाहिँ यो भालु पहाड भन्ने ठाउँमा आएँ। ट्याक्क अब चाहिँ यहाँबाट धेरै लाग्दैन पोखरा पुग्न। 1 घन्टा धेरै भनेको। अब चाहिँ 1 घन्टामा ट्याक्क पुगिन्छ। 10:30, 11 बजेसम्म म चाहिँ पोखरा पुग्छु होला। हेरौँ बाटोमा केही नभएसम्म कति बेला पुगिन्छ। यो चाहिँ भालु पहाड हो। पहाड पनि खतरा छ। भालु बस्ने पहाडै छ।
यादहरू छ। पहिला यति नै हो मेरो चाहिँ पहिला गाडी बिग्रिएको। पहिला अफ फालेको सुरुमा 2-3 टिप चलाउँदा थियो ट्याक्कै यहीँ हो। यहाँ चाहिँ म 2 दिन बसेँ। ट्याक्क 2 दिनपछि गाडी बनाएपछि बल्ल फर्केको बोटो। उता चाहिँ पारितिर चाहिँ घुम्न जाने ठाउँ पनि छ, अरू छ। ट्याक्क टाइम मिल्यो भने आज कति बेला खाली हुन्छ हेरौँ। टाइम भयो भने उता पारितिर घुम्न जाने सोच बनाएको छु। आज चाहिँ यहाँ गाडी रोकेर हेरौँ। बाटो पनि बनाउँदै रहेछ अहिले। यहाँ बहुत खराब छ यहाँ बाटो खन्दैछ। हाम्रो सिङ्गल लाइन भएछ अहिले चाहिँ, सिङ्गल बाटो। उताबाट गाडी आउँदैछन् अहिले चाहिँ बहुत खतम छ यहाँ चाहिँ बाटो चाहिँ। फाइनली अहिले चाहिँ म ट्याक्क भालु पार्कदेखि अघि अगाडि आइछ। ट्याक्क टाढ गरेर म चाहिँ ट्याक्क पोखरा आइपुगेँ। ट्याक्क